दर्शकवृन्द नमस्कार। स्वास्थ्य खबरको स्वास्थ्य संवादमा यहाँहरूलाई स्वागत छ। म डिबी खड्का। चिकित्सकहरूको पेशागत सङ्गठन नेपाल चिकित्सक सङ्घको निर्वाचन आउँदैछ। नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा आफ्नो पदमा विभिन्न पदमा उम्मेदवारी दाबी गर्ने क्रम पनि बढेको छ। यही क्रममा आज हामीसँग चाहिँ महासचिवका उम्मेदवार हुनुहुन्छ। अघिल्लो पटक पनि उहाँ महासचिवकै उम्मेदवार हुनुहुन्थ्यो, डाक्टर अमृत भुसाल, जो चिकित्सा पेशाका साथै चिकित्सा क्षेत्रको सुरक्षा, चिकित्साकर्मीको सुरक्षा लगायतका विषयको अभियन्ता जस्तो पनि हुनुहुन्छ। उहाँ त्यसमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। आज हामी उहाँसँग आसन्न एनएमएको निर्वाचन र यसै गरी चिकित्सक सुरक्षासँग जोडिएका विषयमा संवाद गर्नेछौँ। संवादमा यहाँलाई स्वागत छ। हस्, नमस्ते सर। तपाईले अघिल्लो वर्ष पनि महासचिवमै उम्मेदवार दिनुभएको थियो। हजुर। फेरि यसपालि पनि महासचिवकै दावेदारी घोषणा गर्नुभयो। महासचिव पदप्रतिको मोह चाहिँ किन? त्यसलाई मोह भन्नुभन्दा पनि म मेडिकल सेक्टरमा आफूले जुन दिनदेखि म एज अ चिकित्सक काम गर्न थालेँ, मैले काम गर्ने क्रममा देशका विभिन्न ठाउँहरूमा काम गर्दै आएँ र काठमाडौँदेखि दूरदराजसम्म काम गर्ने बेलामा दूरदराजमा काम गर्ने चिकित्सकको अवस्था, त्यहाँका स्वास्थ्य संस्थाको अवस्था, त्यहाँ जनताले पाउने सेवा सुविधाको अवस्था सबै चिज हेरिसकेपछि यसमा के वर्कआउट गर्नुपर्छ, यसको हाम्रो सिस्टममा अथवा हाम्रो काम गर्ने मोडालिटीमा अथवा राज्यसँग राख्नुपर्ने कुराहरूको ठाउँमा समस्या छ र यो समस्यालाई आफूले म बाहिरबाट व्यक्तिगत रूपमा इन्डिभिजुअली जुन योगदान गरिरहेको छु त्योभन्दा पनि त्यो ठाउँमा पुगेर पोस्टमा पुगिसकेपछि समग्र चिकित्सकको प्रतिनिधित्वको रूपमा सम्बन्धित संस्थाहरूले त्यो आवाज सुनिदिने हुँदाखेरि त्यहाँ नपुगिकन आफ्नो कुराहरू राख्दाखेरि त्यो नसुनिएको अवस्थामा त्यहाँ पुग्नुपर्छ भन्ने लाग्यो र त्यहाँ गइसकेपछि मैले धेरै कामहरू गर्न सक्छु भन्ने लागेर महासचिव पदको लागि म अघिल्लो कार्यकालमा पनि महासचिव पदको उम्मेदवार थिएँ र अहिले पनि त्यसदेखि निरन्तर रूपमा लागि पनि। हजुर, अघि मैले भूमिकामा उल्लेख गरे जस्तै तपाईँ चिकित्सकहरूको सुरक्षा, चिकित्सा कर्मीलाई पर्ने होइन मर्का गुनासा, उनीहरूलाई पर्ने सजिलो अप्ठ्यारोमा तपाईँ हुनुहुन्छ। सकेसम्म पुग्ने प्रयास गर्नुहुन्छ, सकेसम्म त्यहाँ तपाईँलाई देखिन्छ पनि। तर तपाईँको त्यो जुन सक्रियता छ त्यो पर्याप्त नभएको अघिल्लो पल्ट वा तपाईँ नेपालमा अब यो जुनसुकै निर्वाचनमा पनि खानेपानीको कुलोको निर्वाचनमा पनि यो पार्टीगत वा यस्तै कुनै प्यानल हुन्छन्, त्यो प्यानलमा नपरेका कारण अलिकति पछाडि परिएको। त्यति बेला जस्तो प्यानलको लागि कुरा नभएको पनि होइन, कुराहरू मसँग आएका पनि थिए। महासचिवभन्दा अरू पोस्टमा उम्मेदवारी दिनको लागि अनुरोध पनि भएको हो। विगतदेखि अहिलेसम्म आउँदै गर्दाखेरि यसो नेपाल चिकित्सक सङ्घको काम गर्ने जितेर जाने सदस्यहरूदेखि लिएर पदाधिकारीको कुरा हेऱ्यो भने अध्यक्ष र महासचिव खास गरिकन सक्रिय र अरू चाहिँ चुनाव जितेर जाने सबै सक्रिय नभएको अवस्था पनि देखियो। किन भन्दा त्यहाँनिर डिफ्रेन्ट प्यानलबाट चुनाव लडेर जाँदा पनि अर्को प्यानलबाट पुगेका सदस्यहरूले पनि त्यहाँ प्रभावकारी रूपमा काम गर्न नसकेको अवस्था देखियो। यसको अर्थ के लाग्यो भने अध्यक्ष र महासचिवभन्दा अरू पोस्टमा जितेर जाँदै गर्दा पनि त्यहाँनिर गएर उल्लेख्य रूपमा प्रभाव पार्न सकिन्छ भन्ने लागेन। द्याट इज वाइ महासचिव नै हुनुपर्छ, महासचिवकै लागि वर्कआउट गर्नुपर्छ भन्ने चाहिँ लाग्यो। कार्यालयलाई विधिवत रूपमा सञ्चालन गर्नेदेखि लिएर नेपाल मेडिकल एसोसिएसनको देशैभरि शाखाहरू छन्। कुनै समस्या पेरिफेरीमा आयो भने त्यहाँको शाखा एकदमै सक्रिय रूपमा लाग्नुको सट्टामा सबैको केन्द्र अनुहार चाहिँ केन्द्रमा एनएमएलाई मुख ताकेर बस्ने खालको अवस्थाहरू देखियो। खास गरेर यसलाई अधिकारको विकेन्द्रीकरण जस्तो एनएमएको पेरिफेरीको टिमहरू पनि सक्रिय बनाउनु पर्ने र केन्द्रमा बसेर राज्यका नीतिगत निर्णयहरूमा अलिकति हस्तक्षेप पुर्याउन सक्ने गरेर समस्या भइसकेपछि पहल गर्नुभन्दा पनि समस्या हुनुभन्दा अगाडि नै के भइरहेछ त्यसको अलिकति निगरानी गरेर त्यसमै रोक्न सकियो। गलत हुन लागेको छ भने त्यसलाई अगाडि रोक्न सकियो भने चाहिँ त्यसले भोलिको दिनमा सहज बनाउँछ भन्ने वेले म त्यो खालको कुरामा विश्वास गर्ने भएको कारणले चाहिँ यो खालको कम्पोनेन्टमा अगाडि हिँडेँ। यो किन भन्दाखेरि त्यही भएर महासचिव पोस्टको एउटा दावेदारी त्यहाँनिर, अर्को कुरा म प्यानलमा नअटाएको होइन, महासचिवभन्दा अरू पोस्टमा चाहिँ अहिले पनि ल यो बाहेक
तपाईँ जुनसुकै ठाउँमा पनि आउनुहोस् भनेर भन्ने खालको कुराहरू चाहिँ आउँछ र त्यो कुरा चाहिँ आफैलाई त्यहाँनिर पुगेर त्यो अरू अन्य पोस्टमा रहेर त्यो खालको सर्भिस आफूले आफ्नो कुराहरूलाई र एनएमएलाई रूपान्तरण गर्न सकिन्छ जस्तो लागेन। त्यो भएर जेन्युन जुन भाइटल पोस्ट हो भाइटल पोस्टमा बसिसकेपछि आफूले सबै कुराहरू हेर्न सहज हुन्छ भन्ने तरिकाले चाहिँ म तिनीरै एटेम्प्ट गरेँ। एटेम्प्ट त गर्नुभयो। मैले अघिल्लो पटक पनि प्रश्न त्यही गरेँ होइन। तपाईँको आफ्नो जुन प्रभाव छ, जति तपाईँ लोकप्रिय हुनुहुन्छ पनि होला, तर त्यो मत चाहिँ पोहोर देखियो तपाईँ सेकेन्ड त हुनुभयो, तर तपाईँलाई महासचिवै हुन दिएन त्यो मतले। तपाईँको आफ्नो मात्रै मतले, अमृत भुषाल, डाक्टर अमृत भुषाल भन्ने मात्रै मतले त्यति पुग्दो रहेनछ होइन। त्यसो हुँदाखेरि तपाईँले कुनै न कुनैलाई अध्यक्ष मानेर तपाईँलाई नचिन्ने डाक्टर पनि होइन, तपाईँलाई अब राम्रोसँग नहेरेका डाक्टर पनि, तिनीहरूको पनि मत तान्नका लागि कुनै न कुनैलाई अध्यक्ष मान्नु पर्ला वा कुनै न कुनै प्यानलमा त जानु पर्ला। यसपालि त्यो रणनीतिमा हुनुहुन्छ कि फेरि पनि हारे पनि जिते पनि पोहोर साल जस्तो म महासचिवको उम्मेदवार हो, जिते साथीहरूले जिताउनुहुन्छ, जिताउनु भएन पनि केही छैन, म महासचिवको उम्मेदवार हो भनेर अघि बढ्नुहुन्छ? यस्तो छ, अब अघिल्लो पटकमा महासचिवमा जुन देशैभरका चिकित्सकहरूले मत दिनुभयो त्यसको सम्मान गर्दै म यो विगतको 3 वर्ष हजुर तपाईँले यसै आफै हेर्नुभयो भने चाहे मेडिकल काउन्सिल होस् चाहे एसोसिएसन होस्, त्यति बेला उम्मेदवार बनेर चुनाव जितेर जानुभएका साथीहरू कमिटीमा हुनुभएको उहाँहरूको उपस्थिति यो 3 वर्षमा कहाँ थियो भनेर खोज्नुभयो भने नगन्य रूपमा तपाईँले 2 जना अथवा 3 जनाको एउटा खालको भूमिकामा देख्न सक्नुहुन्छ, अरू सबै गुमनाम हुनुहुन्छ। र म यो विगत 3 वर्षदेखि चिकित्सकका समस्याहरूसँग फिल्डमै छु। त्यति बेला चाहिँ म पहिलोचोटि महासचिव लडिरहँदाखेरि हो म, किनभने आफ्नो समस्याले भनौँ अथवा त्यो कारणले देशभरका सबै चुनाव प्रचार प्रसार गर्ने ठाउँहरूमा म पुग्न सकिनँ। त्यति बेलामा सम्पूर्ण केही साथीभाइहरूलाई डाक्टर अमृत मप्रति एउटा सदाशयता थियो, एउटा तरिकाले हेर्नुहुन्थ्यो भने त्यो बेलामा भन्दा अहिले आउँदाखेरि यो जुन विगत त्यस पछाडिको 3 वर्षको दौरानमा मैले धेरै कामहरू गरेको छु र देशैभर अहिले चाहिँ मैले उम्मेदवारी घोषणा गरिरहँदा अथवा नगर्दाको टाइममा पनि विगत 6 महिना 1 वर्ष अगाडिदेखि अब आउने चुनावको लागि प्लान गर्नुपर्छ, हामी पनि जानुपर्छ, मिलेर जानुपर्छ भन्ने कुराहरू चाहिँ धेरै साथीभाइहरू चुनावमा जाने तर्खरमा पनि हुनुहुन्छ, नोमिनेसन घोषणा गर्दै पनि हुनुहुन्छ। र म चाहिँ फेरि के कुरामा विश्वास गर्छु भन्दा नोमिनेसन दिने भनेर नोमिनेसन दिएर उम्मेदवारी फिर्ता नहुँदासम्म, आधिकारिक रूपमा उम्मेदवार नहुने हुँदाखेरि अगाडि नै प्रमोट गर्न थालियो भने भोलि त कहिलेकाहीँ अलिकति प्रतिपादक हुनसक्छ। किनभने नोमिनेसन दिन्छु भनेर अगाडि घोषणा गरेर पछि नोमिनेसन नदिने हुन पनि सक्छ। त्यो चिज हुँदाखेरि चाहिँ आफ्नो भ्यालु, आफ्नो बोलीको भ्यालु हुँदैन, आफ्नो वेटेज रहँदैन। त्यो कुरा चाहिँ हामीले अलिकति ध्यान दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। भन्नुको अर्थ कसैले कुनै प्यानलले महासचिव तपाईँलाई स्वीकार छ नोमिनेसन पछि भने त्यसमा तपाईँलाई कुनै समस्या छैन? मैले त जुनसुकै प्यानल, जति प्यानलहरू बन्दै आउँछ महासचिवको रूपमा सकेसम्म उम्मेदवारी खाली नै राख्नु, निर्विरोध नै बनाइदिनुहोस् भनेर चाहन्छु नि। किन भन्दा काम गरेको कुरा अथवा कि त डाक्टर अमृत भुषाल यो मानेमा महासचिवको लागि कमजोर हो अथवा यो बेटर हो भन्ने कुराको जस्टिफिकेसन एउटा खालको कुरा आउनु एउटा वे हो। नत्र भने पेसागत सङ्गठन हो, यसमा इरेस्पेक्टिभ अफ आफ्नो नाता सम्बन्ध पोलिटिकल पार्टी अथवा यो भन्नुभन्दा पनि जसले मेडिकल फ्याटर्निटीको लागि, जसले एनएमएको बेटरमेन्टको लागि, जसले चिकित्सकको बेटरमेन्टको लागि काम गर्न सक्छ त्यस्ता उम्मेदवारहरू जितेर आउनुपर्छ भन्ने कुरामा त दुई मत छैन। तपाईँले उम्मेदवारी घोषणा गरेपछि तपाईँले आफ्नो कमजोरी यसकारण महासचिव हुनुहुँदैन भनेर भन्न पर्यो भन्ने कुरा गरिरहँदाखेरि ठ्याक्कै सम्झ्यौँ अहिले केही डाक्टरहरूसँग त्यसपछि पनि भेट भइरहन्छ, यो एनएमए र त्योसँग जोडिएका विषयमा कुरा पनि भइरहन्छ। तपाईँले उम्मेदवारी घोषणा पसेपछि अरू सबैमा त ठिकै हो, कति डाक्टरको मानौँ न 2-3वटा तपाईँका कमजोरी बताउँछन्। त्यसमध्ये एउटा डाक्टरहरूमा यो पनि चल्दो रहेछ जस्तो एमडी, एमएस, योसँग डिएम यस्तोसँग जोडिएको विषयलाई मात्रै पिजीको रूपमा अझ बढी ग्रहण गर्ने, त्यो अमृतले गरेका छैन भन्न रहेछन् एक। दोस्रो, सदस्य हुँदै होइन अलिकति त्यो नभए भाइटलमा पनि अलि सानो पोस्ट हुँदै महासचिवमा ताकेको भए ठिक हुन्थ्यो, त्यो म्याचुरिटी पनि देखिन्थ्यो। त्यो महासचिव जस्तो कार्यकारी पद एकैचोटि बाहिरबाट आएर एटेम्प गर्न खोज्यो, यसकारण पनि यो उसलाई महासचिव स्वीकार्न सकिँदैन वा ऊ जित्दैन भन्ने तरिकाले कुरा भएको सुनिन्छ के। यी दुई विषयमा तपाईँको स्पष्टीकरण के हुनसक्छ? यसमा दुईवटा चिज हुन्छ। म पहिला त मैले अघि नै पनि भनिहालेँ, सदस्यबाट आउनु पर्थ्यो भन्ने कुरालाई चाहिँ सदस्यबाट आउनु पर्थ्यो अथवा हाम्रो पार्टीमा पार्टीको
पार्टीको नजिकको डाक्टर हुनुपर्थ्यो, पार्टीसँग आस्थावान डाक्टर हुनुपर्थ्यो भन्ने खालको कुराहरूलाई म कुनै पनि त्यसमा जस्टिफिकेसन देख्दिनँ। किन भन्दा हिजोको दिनमा जुनसुकै प्यानलबाट उठे पनि उम्मेदवार भएर फिल्डमा गइसकेपछि आफ्ना मतदाताप्रति गएको टाइममा चुनाव जिते पनि नजिते पनि उहाँहरूले के भोट पाइरहेको अवस्थामा जित्नेले पनि र हार्नेले पनि जितेर गएर पोस्ट अकुपाई गर्ने बाहेक सदस्य लगायतको केही पदाधिकारीका लेभलहरूमा हामीले फिल्डमै देखेनौँ त। भन्नुको अर्थ त्यहाँ गइसकेपछि त्यहाँबाट आउँदाखेरि उहाँहरूले के सिकेर आउनुभयो र कसरी काम हुन्छ भन्ने कुरा त्यो कुरामा म विश्वास गरिनँ। एउटा कुरा त्यो कुरा आरोप लगाउनको लागि लगाइएको कुरा हो। दोस्रो कुरा पिजीको कुरा, मास्टर्स डिग्री मैले मास्टर्स डिग्री गरेको छु, मास्टर्स डिग्री गरिसकेको कुरा, मास्टर्स डिग्री गरेको कुरा एकदम क्लियर छ। दोस्रो कुरा यससँग पनि खास फेरि एनएमएमा जोड्नुपर्ने म कारण देख्दिनँ। किनभने मास्टर्स डिग्रीले एउटा कुनै टेक्निकल विषयमा एउटा बिरामीको उपचार पद्धतिमा सिस्टमको कुरा गर्दा पेडियाट्रिक्स पढेको मान्छेले बिरामीको बच्चाको उपचारमा लाग्नलाई त्यो क्वालिफिकेसन त्यहाँनिर मोर बेटरमेन्ट हो होइन। कार्डियोलोजी पढेकोले मुटुको बिरामीको उपचार गर्नु मोर बेटरमेन्ट हो। तर एनएमएमा संस्थामा बसेर काम गर्नको लागि त महासचिव भनेको फलक्रम हो र त्यहाँ बसेर सबै पेसागत सङ्गठनहरूसँग पेसागत सुपर स्पेसलिटीका ग्रुपहरूसँग विङहरूसँग कोअर्डिनेट गरेर ती उहरूलाई चलायमान बनाउनु चाहिँ महासचिवको धर्म हो खास आइडियली भन्ने हो भने। त्यही भएर त्यो चिज भनेको आरोप लगाउनुको म्यानेजमेन्टको डिग्री त तपाईसँग अलरेडी म्यानेजमेन्टको डिग्री म आफै पनि स्वास्थ्य व्यवस्थापन मैले आफूले पढिसकेको छु, मास्टर्स डिग्री हेल्थ म्यानेजमेन्टको लिइसकेको छु। त्यो भएर मोरओभर त म क्लिनिकल नलेज पनि भएको, काठमाडौँमा काम गरेको, काठमाडौँ मात्र होइन दूरदराजमा पनि काम गरेको, व्यवस्थापन पनि पढेको, नीति नियमका कुराहरूमा गर्दाखेरि त्यो भएर इम्प्रुभमेन्टका लाइनहरू कसरी हुन सक्छन् यो खालको कुराहरूमा काम गर्न सक्ने भएको कारणले त झन् म बलियो दावेदार हुनुपर्ने हो। त्यो चिज चाहिँ आरोप लगाउनको लागि लगाएका आरोप हुन् भनेर भन्न चाहन्छु। तपाईँले अब महासचिव नै बन्छु भनिसकेपछि केही आफ्ना प्रतिबद्धता, केही आफ्ना योजना पोहोरसाल पनि बताउनु भयो होइन, यसपालि पनि अलिकति बताइराख्नु भएको छ। तपाईँले अब अघि पनि हाम्रो कुराकानीका क्रममा पनि केही कुराहरू बताइसक्नुभयो म महासचिव किन हुन खोजेको भनेर। जस्तो तपाईँ महासचिव हुन खोजेको वर्तमान एनएमएको संरचनामा एउटा पोस्टको कुरा नगरौँ, त्यो संरचनाको अघि भन्नुभयो कोही निष्क्रिय रहे, कोही गर्नेहरूले पनि जति गर्न पर्थ्यो त्यति गर्न सकेनन् भन्ने खालको बुझाइका कारण तपाईँले त्यो दाबी गर्नुभएको होला। अहिले एनएमएले गर्नुपर्ने के थियो र त्यो गरिरहेको छैन, तपाईँ भएपछि त्यो अहिलेको एनएमएबाट कस्तो एनएम बन्छ? अहिलेसम्म तपाईँले हेर्नुभयो भने नेपालको सबैभन्दा पहिलो पेसागत सङ्गठन नेपालमा स्थापना भएको नेपाल चिकित्सक सङ्घ हो र बिरामीको पर्सपेक्टिभबाट जुन दिन मैले एमबिबिएस पास गरेर म फिल्डमा आउँदै थिएँ अथवा मैले पढ्नुपर्छ भन्ने कुरा गरिरहँदाखेरि म एमबिबिएस पढ्नलाई इन्करेजमेन्ट हुने गर्दाखेरि गाउँमा सानै स्कुलमा नर्सरी एलकेजी युकेजी अथवा 1-2 कक्षा पढ्दै गर्दा पनि बुवा आमाले दसैँमा टिका लगाएर दिने आशीर्वाद न डाक्टर भइस् भनेर दिने आशीर्वाद हुन्थ्यो कि पहिला। हजुर। र बिरामीले पनि डाक्टरलाई भगवानको रूपमा हेर्ने एउटा त्यो खालको तरिकाले व्याख्या गर्ने एउटा सिस्टम थियो। त्यो चिज अहिले आउँदै गरेर हेर्नुभयो भने हामीले त्यो चिकित्सकको मर्यादालाई, त्यो जुन इज्जत एउटा समाजमा थियो त्यसलाई हामीले जोगाउन सकेनौँ। त्यो जोगाउन नसक्नुको पछाडि 2-3वटा कुराहरूले एकदमै भूमिका खेल्छ जस्तो लाग्छ। हामी जसले हिजो जस्तो नेपाल चिकित्सक सङ्घलाई भन्नुहोस् अथवा काउन्सिलमा भन्नुहोस्, यो चाहिँ एउटा पार्टीको लाइन समात्ने अथवा एउटा टिमबाट जाने र त्यसलाई भोलि चाहिँ एकचोटि चुनाव जितेर गइसकेपछि त्यसलाई चाहिँ भोलिको लागि राजनीतिक नियुक्तिको लागि भर्याङ बनाउने काम भयो कि अलमोस्ट स्पष्ट बेला। त्यो चिजले गर्दाखेरि पोलिटिसियनहरूले पनि डाक्टरहरूलाई हेर्ने नजर कहाँ भयो भन्दा यसको यति काम गरिदिइसकेपछि यसलाई पहिला जुन कुनै पनि कुरामा आफूले कसैसँग गलत सौदाबाजी गरिन्छ र गलत काम गरिन्छ भने भोलि त्यो नेतृत्वले आफूलाई आफ्नो कुरा सुनिदिँदैन, आफूलाई हेप्न सुरु गर्छ। त्यो भएर आफ्नो स्वाभिमान कायम राखेर अगाडि जाने हो भने, पेसागत इमान्दारिता धर्मलाई अगाडि इन्ट्याक्ट राखेर हिँड्ने हो भने हामीले गरेका गलत कारबाही गलत गतिविधिलाई चाहिँ अनुसन्धान गर्न दिने र हामीले गर्ने राम्रा कामहरूलाई प्रमोट गर्ने हो भने बिरामी र अहिले चिकित्सकहरू बिच जुन एउटा खाडल देखा परिरहेछ, ठुलो खाडल देखा परिरहेछ, यसको अन्त्य पनि गर्नुपर्ने जरुरी। स्वास्थ्य कर्मीहरूको अहिले जुन रोजगारीको समस्या हेर्नुहुन्छ एकातिर छ, रोजगारी पाउने स्वास्थ्य कर्मीहरूको अवस्था विभिन्न गाउँपालिकामा अथवा विभिन्न अस्पतालहरूमा हेर्नुभयो भने 6 महिना 1 वर्षको तलब नदिने अवस्था छ, नदिएको अवस्था छ।
यही बिचको 3 वर्षमा मैले तपाईँलाई इन्फर्मली भने 100-150 भन्दा बेसी चिकित्सकहरूको गाउँपालिकाबाट तलब नदिएको कुरालाई 1 महिना 2 महिना 3 महिनाको तलब रोकेर राखिरहेको अवस्थामा मैले आफूले सहजीकरण गरेर त्यो तलब दिनुको लागि भूमिका पनि निर्वाह गरेँ। भन्नुको अर्थ एज अ व्यक्ति इन्डिभिजुअल हुँदा पनि म सबै राजनीतिक दलका स्वास्थ्य सङ्गठनहरूमा रहनुभएका साथीहरूसँग प्यारामेडिक्सका उहाँहरू विशेष गरेर पेरिफेरीमा नेतृत्वमा हुने हुँदा तपाईँहरूले यसरी यो पैसा डेलिभर गर्नुहोस्, भएन भने भोलि यो समस्या आउँछ भनेर कुनै झगडा नगरिकन सिम्पल टेलिफोन कन्भर्सेसनमा एउटा खालको डिप्लोमेटिक वेमा डिलअप गरेर ती कामहरू भए र हामीले गर्नुपर्ने चाहिँ कुरा यो हो। तर हाम्रोमा समस्या के भयो भन्दा विगतदेखि कुनै अमुक पार्टीको अथवा कुनै आफ्नो त्यहाँनिरको एनएमएमा हुने नेतृत्व र सरकारमा हुने नेतृत्वको बिचमा कुनैमा भोलि आपसी सहमति हुने वातावरण भयो, भोलि यसले मलाई चाहिँ विरोध गरे भने भोलि मलाई अगाडिको प्रमोसनको लागि रोकिन्छ अथवा यो हुन्छ भन्ने डरले पनि त्यो खालको लाइनमा नगएको अवस्थाहरू पनि देखियो। कुनै गलत कुराहरूमा पनि सम्झौता गरियो अथवा नजरअन्दाज गरेर बसियो। चिकित्सक र बिरामीको बिचमा दूरी बढ्नुको कारण यो एउटा पनि हो र अन्तर्पेसागत सङ्गठनमा पनि समन्वयमा कमी भयो कि भन्ने मैले महसुस गर्छु। स्वास्थ्यकर्मी भनेको सबै स्वास्थ्यकर्मीहरूको कम्पोनेन्टमा काम हुनुपर्थ्यो। मैले जहिले पनि भन्ने कुरा के हो भन्दाखेरि अहिले पछिल्लो चरणमा डाक्टरहरूको लापरवाही धेरै भयो भनेर मिडियाहरूबाट आउने कुराहरू छ। मिडियाको लागि मिडिया पर्सनहरूको लागि सबै मिडियाहरूलाई ट्रेनिङ हेल्थ सेक्टरको यो संवेदनशीलता गम्भीरता बुझाउन नसकेको अवस्था हो भन्ने अर्को एकातिर त्यो कुराहरू फिल हुन्छ। अर्को तेस्रो कुरा चाहिँ स्वास्थ्य संस्थामा तोडफोड हुन्छ, एउटा स्वास्थ्यकर्मी कुटिन्छ अनि डाक्टरको लापरवाही भनिन्छ र डाक्टरको लापरवाही भनिसकेपछि अस्पतालले बिरामीको मान्छेसँग लेनदेनमा सहमति गरेर मुद्दाहरू मिलाइन्छ। एउटा मान्छेलाई डाक्टरले मार्यो भनेर आरोप लगाइरहनु भने त फौजदारी मुद्दा हो, वास्तवमा ज्यान मार्न मुद्दा हो नि। त्यस्ता खालका फौजदारी मुद्दाहरू कुनै लेनदेनमा सहमति गरिनु हुँदैन, त्यसको कानुनी उपचार नै खोजिनुपर्छ। यो एकदमै नेपालको कानुनले भन्ने कुरा यो हो। तर यी कुराहरू गुपचुपमा हराउँछन्। किन भन्दा एउटा हस्पिटलले पैसा, किनभने त्यो हस्पिटलमा आन्दोलन निरन्तर 2-4 दिन बढ्यो भने 2-4 दिनमा त्यो हस्पिटलले कमाउने आम्दानीभन्दा बेसी जुन उसलाई तिर्नुपर्ने पैसाभन्दा बेसी गुमाउने सम्भावना र त्यो कमाउने सम्भावना पनि गुमेर जाने र हस्पिटलको रेपुटेसन पनि बिग्रिने डरले गर्दाखेरि यस्ता कुराहरू भइरहेको छ। त्यही भएर हामी चाहिँ हस्पिटलले हस्पिटलको भूमिका निर्वाह गर्नु पर्यो, हामी कर्मचारीले कर्मचारीको भूमिका निर्वाह गर्नु पर्यो, राज्यले राज्यको भूमिका निर्वाह गर्नु पर्यो, काउन्सिलले काउन्सिलको निर्वाह भूमिका गर्नु पर्यो। त ठाउँमा सबैले आफ्नो ठाउँमा अटाउनु पर्छ भन्ने कुराहरू चाहिँ मैले यो समयमा महसुस गरेको। त्यही भएर यो चिज गर्नको लागि एनएमएले मैले जस्तो भने एउटा आफ्नो कर्मचारीलाई कुनै एउटा हस्पिटलमा तोडफोड भयो, डाक्टरले कुटाइ खायो भने त्यसको पहिलो शर्त के हो भन्दा त्यो त्यहाँको कर्मचारीलाई जोगाउने दायित्व त्यो संस्थाको पहिलो त संस्थाको। त्यो संस्थाले यदि त्यो डाक्टरलाई प्रोटेक्सन गर्दैन, केही चिज गर्छ भने त्यो संस्थाको ले नसक्दाको अवस्थामा नै एनएमए अगाडि आउने हो। तर यहाँ देशमा के भइरहेको छ भने अधिकांश ठाउँमा हस्पिटलहरूको नवीकरण नभएको, पूर्वाधार नपुगेको, के जनशक्ति नपुगेको, यी अभावहरूका बिचमा चिकित्सकले उपचार गर्ने अनि जब समस्या आइपर्छ अनि हस्पिटलले आर्थिक लेनदेनको पाटोमा मिलाउन खोज्ने र जब आर्थिक पाटोमा लेनदेनमा मिलाइन्छ पब्लिकमा मेसेज के जान्छ भन्दा डाक्टरले बदमासी गरेको थियो त्यही भएर हस्पिटलले पैसा दिएर मुद्दा मिल्यो, यो खालको मेसेज डेलिभर भइरहेछ। तर यो चिज हुन नदिनुको लागि म चाहिँ यसलाई चाहिँ लिगल प्रोसेसमा जानुपर्छ भन्ने कुराको एकदमै गर्छु। तपाईँको यी कुराहरू सुनिरहँदाखेरि तपाईँ क्लियर हुनुहुन्छ आफ्नो कुरामा, त्यो एनएमए के बन्नु पर्थ्यो, यसले गर्नु पर्थ्यो कि यसलाई कहाँ पुर्याउन सकिन्छ भन्ने कुरामा तपाईँको आफ्नो भिजन छ। तपाईँ त्यो कुरामा अलिक प्रश्न जस्तो पनि लाग्यो मलाई। तर अघि मैले सुरुमा तपाईँ निरुत्साहित हुनुहोला वा सबै किन निरुत्साहित गर्ने भनेर नसोधेको क्या एउटा प्रश्न चाहिँ हजुर के भन्दा रहेछन् भने अब यो चिकित्सा क्षेत्र स्वास्थ्य क्षेत्रको विषयमा लिएर नेपाल नर्सिङ सङ्घमा अरू कसैले नहेर्ने त्यो एमाले र त्योसँग जोडिएका वामपन्थीसँग जोडिएका नर्सहरूले चुनाव उठे भइहाल्यो, जितिहाल्छन्। यो एनएमएमा चाहिँ काङ्ग्रेस र त्योसँग जोडिएको प्रजातान्त्रिक प्यानल हुन्छ, त्यहाँ त्यो दाइहरूबाट एउटा लिस्ट आउँछ, त्यो लिस्टले सिधा जिति नै हाल्छ। अरू डाक्टरले तावर मावर गर्नुको कुनै अर्थ छैन यो भनेर पनि भन्दा रहेछन् कि होइन। अब के तपाईँले यो चिज कार्यान्वयन गर्नका लागि त्यो प्यानलमा पर्नु पर्यो,
कि त अर्थ छैन भन्ने बुझ्नु पऱ्यो नि होइन? यस्तो सर, यसलाई म दुईवटा चिजले भन्छु। हामीले कुनै पनि ठाउँमा खाना खान गयौँ भने, होटलमा पुग्यौँ भने अथवा कुनै घरमै खाना पाकिरह्यो भने पहिलोचोटि त्यो नयाँ स्वाद लाग्छ, मिठो मानेर खान्छौँ। दोस्रोचोटि पनि ल ठिक छ, मिठो थियो, अर्कोभन्दा मिठो थियो, त्यही भएर त्यही नै खानुपर्छ। तेस्रोचोटि पनि त्यही खान्छौँ र चौथोचोटि गर्दै गर्दाखेरि निरन्तर रूपमा त्यही चिज गरिरहँदाखेरि त्योप्रति अमन हुन्छ। कहिलेकाहीँ नयाँ पनि हेर्नुपर्छ। भएन, जुन फड्को लाग्नुपर्ने थियो त्यो चिज नलागिसकेपछि यसको विकल्प चाहिँ हेरौँ नि त एकचोटि। सधैँभरि भएन भने एकचोटि बेनिफिट अफ डाउटसहित हामीलाई माया गर्नुहुन्छ भन्ने चाहिँ हामी विश्वास गर्छौँ। त्यो भएर यो हिजोको लाइन के थियो भन्दा दुई तिनवटा चिज भन्छु म तपाईँलाई। म माछा चाहिँ फेरि अर्को यही कम्पोनेन्टमा जोडिदिन्छु। हिजो नेपाल पोलिटिक्सकै सन्दर्भ जोड्ने हो भने पनि हिजो कृष्णप्रसाद भट्टराई एकदमै शक्तिशाली नेपाली काङ्ग्रेसको नेता भइरहँदा मदन भण्डारी जसरी राइज हुनुभयो, उहाँसँग कृष्णप्रसाद भट्टराईसँग भिन्न आउनुभयो। त्यो भएर उहाँ अलिकति अगाडि निस्किनुभयो। आइसकेपछि केही कुराहरू चेन्ज भएर पनि आए, सरकार पनि चेन्ज भयो। चेन्ज भइसकेपछि केही राम्रा कामहरू पनि गाउँ स्थानीय लेभलमा कम्युनिटी बेसमा गर्नुपर्ने कामहरू पनि केही नयाँ सुधारका कामहरू पनि भएका छन् त्यति बेला। त्यस्तै चिज गरेर केही चिज परिवर्तन खोज्ने हो भने कुनै बेला ट्याक्कै निरन्तर ट्याक्कै एउटा त्यो सिस्टममा अलिकति चेन्ज ल्याइदियो भने चाहिँ त्यसले अलिकति चेन्ज ल्याउनुलाई नयाँ तरिकाले काम गर्दाखेरि नयाँ रिजल्ट आउँछ भन्ने कुरा चाहिँ एक्सपेक्ट गर्नुहुन्छ जस्तो लाग्छ मलाई। अधिकांश डाक्टरहरू होइन, जनताले त अहिले अस्तिको निर्वाचनमा पनि काठमाडौँ लगायतकै ठुला ठाउँमा अलिक स्वतन्त्र जस्ता मान्छेहरू जिताए। बेला मौकामा त कृष्णप्रसाद भट्टराई मदन भण्डारीको कुरा गर्नुभयो, त्यसरी पनि जिताउँछन्। जनताहरूले विभिन्न ठाउँमा यो गर्छन्, डाक्टरहरू चाहिँ यो गर्दैनन् भन्ने छ कि खास? यस्तो हो, यो गर्दैनन् भन्ने कुरा गरिरहँदा पनि अघिल्लो पटक म आफै उम्मेदवार भइरहँदाखेरि जुन खालको मैले त्यति बेला समर्थन पाएको थिएँ त्यो समर्थनमा मलाई चाहिँ होइन यो चाहिँ बिचबाट उठेको पार्टीको सिस्टमभन्दा बाहिरबाट यसले जित्दैन, त्यो भएर यो भोट हाम्रो भोट इन्ट्याक्ट राख्यौँ भने हामीले जित्नुपर्छ, होइन यसको कारणले गर्दाखेरि यसले जित्न सक्छ भन्ने तरिकाले त्यो खालको कुराहरू भएको थियो त्यति बेला सम्भवतः। अहिलेको अवस्थामा त्यो कुरा रहँदैन भन्ने लाग्छ, किनभने त्यो चाहिँ जुन खालको भ्रम फैलाउन खोजिन्छ त्यो कुराहरू स्वतः अहिले अलि सोसाइटीमा माहौल पनि अलिक स्वतन्त्रले पनि जित्न सक्छन् भन्ने छ। त्यसले गर्दाखेरि तपाईँलाई सकारात्मक ऊर्जा महसुस भइरहेछ भन्ने होइन सर। मैले भनेको अहिलेको तत्काल तपाईँले भने जस्तो प्रजातान्त्रिक चिकित्सक सङ्घमा आबद्ध धेरै चिकित्सकहरूको पनि अथाहपूर्ण समर्थन छ अहिलेको अवस्थामा। जुन कुरा भलै खुलेर अगाडि आउनलाई गाह्रो हुन्छ। यतातिर प्रगतिशील चिकित्सक सङ्घको पनि त्यहाँबाट पनि अथाहपूर्ण समर्थन छ। राष्ट्रिय चिकित्सक सङ्घका साथीहरू पनि थुप्रो हुनुहुन्छ, त्यहाँबाट पनि अथाहपूर्ण समर्थन छ। र पेरिफेरीमा स्वतन्त्र रूपमा मैले जुन विगतमा काम गरेको छु थुप्रै, त्यो ठाउँमा धेरै ठाउँबाट मैले एनाउन्समेन्ट गरिसकेपछि, मैले मेसेज लेखिसकेपछि मलाई त्यहाँनिर थुप्रो मेसेजहरू आयो। होइन, तपाईँले जे गर्नुभयो अब हामी टिम बनाएर जानुपर्छ, यो गर्नुपर्छ भन्ने कुराहरू आइरहँदाखेरि मैले टिम बनाउने कुरामा चाहिँ फेरि हिजो यो पेसागत सङ्गठनमा जसले काम गर्न सक्छु, म यो विषयमा बारेमा राम्रो काम गर्न सक्छु भनेर नोमिनेसन इन्डिभिजुअली नोमिनेसन दिएर आउने र लाइक माइन्डेड मान्छेहरूले टिम बनाएर अगाडि हिँड्दाखेरि चाहिँ मोर बेटर हुन्छ। सुरुमै टिम बनाएर आउँदाखेरि चाहिँ त्यसले गलत मेसेज जान सक्छ, द्याट इज रङ भन्ने वेमा मैले यो कुराहरू चाहिँ भनिरहेको छु। किन भन्दाखेरि कसैलाई टिम बनाउनुको लागि जबरजस्ती उम्मेदवार बनाउनु पर्ने यो खालको काम चाहिँ गर्नु हुँदैन शैक्षिक रूपमा। किनभने यो भलन्टियर त्यहाँबाट नियमित आम्दानी नहुने कुराहरू हुँदाखेरि, भलन्टियरली सर्भिस दिनुपर्ने कुराहरू हुँदाखेरि त्यहाँ आउने मान्छे आफू मनैदेखि म डेडिकेटेड भएर काम गर्छु, म फ्याटर्निटीको लागि काम गर्नलाई आएको हो भन्ने तरिका सोचेर नआउने हो भने, होइन कसैलाई टिममा पुर्याउनुको लागि आउनुहोस् भनेर भन्दा त त्यसले त्यो हिजोको एनएमए जस्तै चुनावमा जितेर त आउनुभयो 19 जना, तर अहिले 19 जना मान्छे मध्येमा यसो तपाईँले खोजेर हेर्नुभयो भने कतिजना मान्छेहरूले कतिवटा मिटिङ एटेन्ड गर्नुभयो, त्यो डकुमेन्टेसन पछि मिलाउन मिल्ला अथवा होइन। म आफै पनि 11 जनाभन्दा 12 जना त्यहाँका सदस्य हुन् कि होइनन् भन्ने चिन्ता रहन्छ। त्यो कुरा गर्ने क्रममा त्यो पनि सदस्य हो भनेको थिएँ नि मैले कति मान्छेलाई। त्यो भएर त्यहाँनिर मान्छेहरूलाई हाम्रो चिकित्सक फ्याटर्निटीभित्र डाक्टरहरूलाई पनि अघिल्लो पटक चुनाव जितेर जाने मान्छेहरूको नामै थाहा छैन, होइन। उहाँहरू जितेर गएको मान्छेले म यतिवटा मिटिङ एटेन्ड गरेँ अथवा मैले फ्याटर्निटीको लागि यो योगदान दिएँ भन्ने ठाउँ नै छैन। त्यो भएर मैले चाहिँ स्वतः स्फूर्त रूपमा देशैभरि रहेका चिकित्सकहरूमध्येबाट जसले मैले यो पेसामा म चुनाव जितेर गइसकेपछि पेसालाई न्याय गर्न सक्छु, म काम गर्न सक्छु, यो मानेमा काम गर्छु भनेर कमिटेड भएर
नोमिनेसन दिनुहुन्छ। नोमिनेसन इन्ट्याक्ट रहिसकेपछि नोमिनेसनको कम्पोनेन्ट सकिसकेपछि एउटा टिम बनाएर बृहत्तर टिम बनाएर सहज रूपमा सहकार्य गर्दै देशैभर जाने र भोट माग्ने र चुनावमा जितेर त्यो एउटा कम्पोनेन्ट रहन्छ। एउटा अर्को कुरा भनेको टिम बिल्डिङमा चुनाव जितेर गइसकेपछि सबै कुनै न कुनै पोस्टमा त सबैजना जितेर आउनुहुन्छ। त्यसपछि त्यो टिमलाई एउटा युनिटको रूपमा एउटा टिमको रूपमा बनाएर त्यसलाई चाहिँ त्यहाँनिर सहकार्य गरेर अगाडि हिँड्न पनि सकिन्छ। यो दुइटै चिज चाहिँ टिम चाहिँ बन्छ। ढिलो चाँडो टिम चाहिँ जस्तो चुनावको नोमिनेसन पछाडि एउटा चुनाव प्रचार प्रसारमा जाने बेलामा टिम बन्न सक्ला, चुनाव जितेर आइसकेपछि चाहिँ ओभरअल टिम बन्छ र त्यो टिमले नै डेलिभर गर्ने हो। र चुनावभन्दा अगाडिको टिममा चाहिँ म त्यति धेरै विश्वास चाहिँ गर्दिनँ। भनेपछि यो नेपाल चिकित्सक सङ्घको झन्डै 75 वर्षभन्दा बढीको इतिहासमा नभएको कुरा चाहिँ यसपालि हुने सम्भावना देख्नुहुन्छ? यसपालि मजाले, यसपालि हामी यति धेरै आशावादी छौँ किनभने अहिलेकै कम्पोनेन्टमा हेर्नुभयो भने एनएमसीमै हेर्नुभयो भने धेरै युवा चिकित्सकहरू हामी काम गर्छौँ भनेर हिजो फिल्डमा दुःख गरिरहनु भएको साथीहरू नोमिनेसन दिएर आउनुभएको छ। एनएमएमा पनि त्यसै गरेर आउनुहुन्छ भन्ने कुरा चाहिँ मा चाहिँ हामी पूर्ण विश्वास गर्छौँ। तपाईँ जे प्रसङ्ग निकाल्नुभयो म त्यही आउन खोज्दै थिएँ। जस्तो एनएमसीमा धेरै युवा चिकित्सक देखिरहेको छौँ, सदस्यको दाबी गर्ने रुचि राख्नेहरू होइन। एनएमएमा पनि धेरै युवा चिकित्सकहरूले रुचि राखेर विभिन्न कमेन्ट गरेको होइन, विभिन्न ठाउँमा लेखेको, तपाईँलाई पनि मेसेज पठाएको, तपाईँहरूको डिसिसनको ग्रुपमा लेखिरहेको देखिन्छ। एकदम सक्रियता देखिन्छ कि नयाँ पुस्ताका चिकित्सकहरूको आफ्नो पेसागत सङ्गठन वा आफ्नो नियमनकारी सङ्गठन दुइटै संस्थामा उत्तिकै चासो रुचि देखिन्छ। चिकित्सकहरूमा पनि अब पेसागत पोलिटिक्स भनौँ यसलाई होइन, पेसागत यो पोलिटिक्समा आउने रुचि पहिला यति धेरै देखिँदैन थियो। अहिले यो देखिनुको कारण के हो जस्तो लाग्छ? कुनै भित्र उकुस मुकुस छ जुन हामी सोसाइटीका मान्छेले हामीले थाहा पाएका छैनौँ, चिकित्साभित्रभित्रै छ, वा चिकित्सकहरू पनि अब प्रत्यक्ष यो पेसागत राजनीति हुँदै प्रत्यक्ष राजनीतिमा पनि उनीहरू आउन चाहिरहेका छन्? हो नै, तपाईँले बुझेको कुरामा कुनै आशंका छैन, रियालिटी पनि यही हो। मैले अघि नै भने जस्तो तपाईँले यत्रो वर्षसम्म एउटा टिमले एउटा पार्टीको सिस्टमबाट आउने टोलीले मात्र चुनाव जितिरहेको थियो भनेर भन्नुभयो। मैले भने मान्छेलाई एकचोटि दुईचोटि तिनचोटि चारचोटि कुनै कुरालाई विश्वास गर्न सकिन्छ, तर पटक पटक धोका खान्छ र पटक पटक जुन खालको ऊ पुरा हुँदैन त्यसपछि विद्रोह हुन्छ भन्ने कुरा त क्लियर हो। अस्तिको जुन युवा भाइ बहिनीहरूले आन्दोलन गर्नुभयो काठमाडौँमा होइन, त्यसको प्रभाव त तातै छ। यो चिज भनेको के भन्दा मान्छेले जबसम्म एउटा लेभलसम्म चाहिँ अन्यायलाई प्रेसरलाई थेकेर जान्छ, अरूलाई विश्वास गर्दै जान्छ, जब एउटा लेभलमा पुग्छ अनि विश्वास गर्न छोड्छ। त्यो चिज चाहिँ यो ह्युमन नेचर हो। जस्तो पोलिटिकल पार्टीमा राजनीतिक पार्टीमा आस्था हुने मान्छे सबै खराब पनि म भन्दिनँ होइन, तर के हाम्रो खालि फेरि पेसागत सङ्गठनभित्र आउँदै गर्दाखेरि हामीले एउटा चिज म देखिरहेको हुन्छु, हाम्रो ग्रुपमा डिएसएनमा गैर राजनीतिक हुनुपर्छ, द्याट इज फाइन, त्यो कुरा म पनि लेख्छु, मैले आफैले पनि भनिरहेको छु। कुरा राजनीति गर्नेले गरौँ, राजनीति गर्ने चिकित्सकहरूलाई राजनीति गर्नलाई एकदमै छुट छ। मेन स्ट्रिम पोलिटिक्समा राजनीति गर्ने, भोलि त्यहाँ गएर सांसद बन्ने, मन्त्री बन्ने, माथि गएर नीति नियम, स्वास्थ्यका नीति नियम बनाउने निर्णयको अधिकार चाहिँ उहाँहरूसँग त्यहाँनिर राख्ने। पेसागत सङ्गठनभित्र आउँदाखेरि पार्टीको प्रभावलाई, पार्टीको प्रेसरलाई चाहिँ बाहिर साइडमा राखेर पेसागतमा ओभरअल डाक्टर मेडिकल फ्याटर्निटीलाई फाइदा हुने गरेर आउनुपर्छ भन्ने कुरा चाहिँ यो प्रश्न हुनुपर्ने हो होइन। हजुर, त्यो भएको कारणले तत्त पार्टीमा विभिन्न पार्टीमा आशा राख्ने चिकित्सक साथीहरू पनि योपालि टिमभित्र चुनावमा आउँदै गर्दाखेरि अहिले चाहिँ हामीले नयाँ खालको टिम बनाएर जानुपर्छ, परिवर्तन ल्याउनुपर्छ भन्ने कुरामा चाहिँ एक ठाउँमा हुनुहुन्छ। त्यसको अर्थ तपाईँलाई शुभ सङ्केत छ? होइन, त्यो शुभ सङ्केत एकदमै। इलेक्सनको कम्पोनेन्टमा मैले दुई तिनवटा चिज भनिरहेको छु। अहिले जुन आफूले काम गरेर मैले आफूले जुन गरेको छु त्यो चाहिँ विश्वास हो, त्यो आर्जन गरेको, त्यो भएको कारणले गर्दाखेरि म्यासेज आएको होला। भोलि आफूले काम गर्दै जाँदाखेरि यो आजको भन्दा झन् राम्रो उत्साहपूर्ण अवस्था भोलि काम गरेर देखाउने बेलामा झन् राम्रो पनि हुनसक्छ, अथवा त्यो खालको अप्टिमिस्ट, त्यो खालको आकाङ्क्षा पुरा गर्न सकिएन भने पनि फेरि त्यसको जवाबदेही पनि, त्यसको लागि गाली खान पनि तयार हुनुपर्छ। नेतृत्व लिइसकेपछि दुवै कुराको लागि रेडी भएर आउनुपर्छ। यो कुराको लागि चाहिँ म तयार पनि हो। र म चाहिँ फेरि के कमिटमेन्ट गर्छु भने जब एनएमएमा मैले अघिल्लो पटक पनि भनेको छु, मैले अघिल्लो पटकमा एनएमएको चुनावमा म दोस्रो भइसकेपछि पनि लाग्छ चुनावमा सफल नभएका कुनै पनि क्यान्डिडेट त्यस पछाडिका विगतका कार्यक्रमहरूमा निरन्तर सहभागी हुने, निरन्तर रूपमा एनएमएलाई घचघचाउने, निरन्तर रूपमा
मन्त्रालयलाई घचघचाउने अथवा काउन्सिललाई घचघचाउने यो खालका कामहरूमा कोही मान्छे छ भने त्यो एउटा मान्छे चाहिँ म हो। त्यो धेरैले देखेका यो कुरा चाहिँ मैले कामले हिजोको दिनमा प्रुभ गरेको कुरा हो र म भोलिको दिनमा झन् म आफै नै त्यहाँ जिम्मेवारी लिएर नै त्यहीँ पुगिसकेपछि त अवश्य पनि मैले त्यो कुरामा न्याय गर्छु भन्ने चाहिँ मलाई लाग्छ। म चाहिँ पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्छु। हस्, तपाईँलाई शुभकामना पनि। तपाईँको जुन अहिलेको अपेक्षा छ, तपाईँको जुन विश्लेषण छ त्यो पुगोस्, पुरा होस्। आजलाई संवाद यहीँ टुङ्ग्याउँछु। हस्, थ्याङ्क यू सो मच। दर्शकवृन्द, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै व्यक्तित्व र विचारका साथ उपस्थित हुनेछौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।